बुढोलाई तलाउने यसरी पो हो त सुन्नुहोस् है। बुढोलाई आफूले माया गर्यो भने त बुढो अरू केटीसँग लाग्दैन, घरमा पनि टाइममा आउँछन् त दिदीबहिनी हो। सुन्नुहोस् है, कसैलाई राम्रो लाग्ला कसैलाई नलाग्ला, हुन त हुने बिग्रिने मान्छे बाकसभित्र राखे नि बिग्रिन्छ होइन, नबिग्रिने मान्छे जस्तो ठाउँमा लगाएर छोडे पनि बिग्रिँदैन के। त्यही भएर आफ्नो बुढो घर आउनु भएको छैन, फोन किन्न उठाएको, को केटीसँग गएको थियो, कोसँग बोले थियो, के गरे थियो होइन सोध्ने। झ्यास झ्यास रिसाएपछि त बुढो कता घर आउँछ त, पर 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 भन्छन् त। बुढोको माया पाउनु छ, बुढो अरू केटीसँग नबोलोस्, घरमा टाइममा आओस् भने त्यस्तो सोचाइ छ भने त आफ्नो बुढो कामबाट आएपछि आइपुग्नु भयो बुढो, के छ कस्तो भयो आजको दिन, ठिक छ नि हजुरलाई भनेर सोध्ने। तातो पानी खानुहुन्छ कि कफी के लिनुहुन्छ, पहिले नुहाउनुहुन्छ कि के छ भनेर टावल चावल दिने बुढोलाई होइन। अनि आज धेरै गाह्रो त भएन नि, आज खानाको मेनुमा के बनाउने बुढो भनेर ट्याक्क बुढोको छेउमा गएर मिठो मिठो गफ गर्ने, मुसुक्क हाँस्ने होइन। गरे पो बुढो दिनभरि थकाइ लाएर आए पनि अमाइ मेरो बुढीले त कमसेमा घर आएर यो त सोध्छ भनेर मनमा पनि राम्रो हुन्छ क्या। अब बुढो अनुभएको छैन, को केटीसँग गएको थियो, कोसँग बोले थियो, मोबाइलमा कसको म्यासेज आछ, कोसँग कुरा गरे भनेर बुढोको फोन खोसेर हेर्न थाले, यताउता गर्न थालेपछि त अनि बुढोको जाति अनि केटाको जाति त अनि के छ र। झन् झगडा पर्ने, त्यही बच्चा छ भने बच्चाकै माथि लुछा लुछाउने, घरै नहुने, घर गएन के गर्नु, बुढीले किचकिच गर्छ भन्छन् के। त्यही भएर आफ्नो बुढोलाई माया गर्नुहोस्, जस्तो भए पनि बुढो भनेको बुढो, घर आएपछि आफ्नो बुढोलाई के छ कस्तो छ भनेर मिठो बोलीले बोल्नुपर्छ। बुढो त आफ्नै हो नि त, किनभने बुढाबुढीको सम्बन्ध भनेको माथिबाट भगवान्ले तय गरेर पठाएको हुन्छ कि। जो पाए त्यहीसँग बिहा गर्छु भने पनि पाउँदैन होइन, मन त कोलाई पराउँछ नि, के सबैसँग बिहा गर्छु भनेर भयो त भयो नि त, यहाँ पनि लेखेकै हुनुपर्छ कि साथी हो। त्यसैले आफ्नो बुढोलाई माया गर्नुहोस्, कामबाट आएपछि मिठो बोली बोल्नुहोस्, घरमा भएको मिठो नमिठो पनि खुसी भएर दिनुहोस्, त्यतिकै खुसी हुन्छ कि। कस्तो लाग्छ हजुरहरूलाई? हुन त सबैको अब कथा व्यथा त होला, तर पनि जहिले पनि जस्तो जे जस्तो भए पनि आफू नम्र बोलेर मिठो बोल्नुहोस्, राम्रोसँग खुसी भएर दिनुहोस् होइन, त्यो राम्रै हुन्छ जस्तो लाग्छ मलाई। अनि तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नु ल, अनि कपी लिङ्क गरेर साथीलाई सेयर पनि गर्नु है, अनि मलाई फलो गर्नु भएको छ भने फलो गर्नु ल।